साकाना होइन के अरे सिकुकुम्बर सिकुकुम्बर के तर माछा बड्डा हामीले अस्ति नै त्यो घोगी जस्तो कि सिपी बनाएर खाएको कस्तो दामी भएको थियो हामीले के घोगी जस्तो सिपी बनाएर खाएको थियो नि हो त्यो कस्तो दामी भएको थियो कि ल्याउनु बोल्दैन रहेछ क्या चस्मा लिएर यहाँ बोल्नु त भाइले बोल्छ अब के बोल्नु हेलो गाइज स्वागत छ सबैजनालाई हाम्रो मिनी भ्लगमा आज चाहिँ हाम्रो घुम्ने कार्यक्रम भइरहेछ चस्माले अहिले सुहाएन कि हो होइन चस्मा ढल्काउ न भएन भएन क्यामेराको एङ्गल मिलेन दाइला कति माथि हो त तर मैले एकचोटि आमा त जाँदा नि यस्तै भ्लग बनाएको थिएँ माछालाई 700 कति भ्युज गएको थियो कि युट्युबमै जामा र यहाँ मात्रको मिन्ची दिएर फर्किरहेको छ उता रहेछ 7 त बाइक हो क्या तर मजा हो कि यो मलाई बाइक साइक पड्काउनु पाएपछि चाहिँ मजा हुन्छ कि है नेपालमा भएको है वाह भनिसक्यो होला माछालाई यहाँ चाहिँ बाल छैन कसैलाई ल हेर न कस्तो पड्काइरहेको मस्त डबल इन्जिन हो क्या हो हरन चाहिँ बजाउनु पर्दैन कि बाइक हान्ने त बाइक कुदाउने त मै हो जो पनि अनि होइन बाइक चलाउने मान्छेलाई अनि यहाँ सब त्यो साइकलले काम मात्रै लिइरहन्छ अनि बाइक हुनु चाहिँ अलिकति युनिक जस्तो हुन्छ अनि यिनीहरूले महँगो पनि पर्छ नि फेरि बाइक चाहिँ महँगो पनि लास्टै महँगो पर्छ नि बाइक त अनि कस्तो किन्ने हेरेर हुन्छ नि बाइक सेकेन्ड ह्यान्ड के हो सिसी अनुसार भर पर्छ कि जापानमा त सेकेन्ड हामी जस्तोले त किन्ने हो भने सेकेन्ड ह्यान्ड ठिक हो सिसी अनुसार पनि भर पर्छ कि त्यो लगभग दाइ यहाँ बाइकहरू हेर्ने पनि 500 सिसी भन्दा कमको छैन होला एउटा नि बाइक भनेको स्कुटर त मलाई त 190को कतिको पनि छ नि अनि बाइक भनेको के जति स्कुटर त 190 कतिको छ नि स्कुटी जे भए पनि 125 सिसी कारको लाइसेन्स